बन्द गर्नुभयो 2 दिन बन्द गर्नुभयो 3 दिन बन्द गर्नुभयो अब 1 हप्ता बन्द गरिसकेपछि म फेरि खोल्छु अनि त्यही लेभलको कस्टमर आउँछ भन्नलाई चाहिँ फिजिकल पनि हुँदैन त्यस्तै अनलाइन त झन् मेन हो है तपाईले कन्टिन्यू हाल्नुभयो भने फेसबुकको युट्युबको अल्गोरिदमले पनि नभने त्यही कुराहरु चाहिँ क्याच अप गर्छ र नभने त्यही अनुसारको चाहिँ उसले पोस्टहरु देखाइरहेको हुन्छ कहिलेकाहीँ बुस्टिङ गर्यो भने पनि त्यो लेभलको चाहिँ भावना एचिभ नभइरहेको हुन सक्छ त्यसैले त्यसमा हामीले स्ट्र्याटेजीका कुराहरु नर्मली हामीले जोड्नुपर्छ ल नर्मली मैले कन्क्लुजनका कुराहरु भने डिजिटल मार्केटिङमा इम्पोर्टेन्ट कुराहरु के हुन्छ भने तपाईसँग फेसबुक पेज छ भने आजबाट नै अहिलेबाट नै हजुरले डेली सेसनमा चाहिँ पोस्टहरु हाल्ने गर्नु पर्यो हैन कन्टिन्यू हाल्नु पर्यो त्यो हालिसकेपछि बिस्तारै निक्लने हैन हामीले त्यो बाली रोप्यौं भने नि एकैपल्ट उम्रेर खाना त पाइहालिदैन बिस्तारै हामीले गर्दै गइसकेपछि हुने हो यो चाहिँ निशुल्क कुरा हो फेरि तपाईले बुस्टिङ गर्नु भयो भने चाहिँ पैसा तिर्नु पर्यो होइन भने तपाईले हाल्ने कुरा त निशुल्क पाउनु भएको छ नि त त्यो प्लेटफर्म चाहिँ 100% हामीले युटिलाइज गर्नु पर्यो पर्फेक्ट एकाडेमी पर्फेक्ट ट्रेनिङ सोलुसनमा हामीले नर्मली एकाडेमिक रूपमा यस्तै कामहरु सिकाउँछौं इलेक्ट्रिक व्यवसायहरु यहाँ हुनुहुन्छ मेरो पसलमा धेरै व्यक्तिहरु आउनु पनि भएको छ सँगै हामीले कन्सल्ट पनि गरिरहेका छौं र तपाईहरुले हामीले त्यो सेवा सुविधा चाहिँ प्रदान गरिरहेका छौं निर्धक्क साथ आउन सक्नुहुन्छ कम्प्युटर ट्रेनिङ तपाईको बाबु नानीहरु हुनुहुन्छ इभन तपाई आफैलाई पनि सिक्न पर्ने छ 6-7 क्लास 2-3 क्लास पढ्ने बाबु नानी देखि लिएर 70-80 वर्षको मान्छेहरु पनि पढ्न पर्ने छ भने हामी तपाईलाई स्पेशल सपोर्ट गर्ने हिसाबले 1 बाइ 1 क्लास गरेर चाहिँ क्लासहरु दिइरहेका छौं अहिले स्पेशली एसई को सेसन पनि छ तपाईका बाबु नानी हुनुहुन्छ भने एकपटक पहिला भिजिट गर्न आउनुस् त्यसपछि अनि बल्ल कस्तो लाग्छ त्यो अनुसारको कामहरु गर्न सक्छौं र अर्को हामीले नेपालमै पहिलो पटक कम्प्युटर फिल्ड ट्रेनिङ सँगसँगै त्यसमा मोबाइल ल्यापटपका कुराहरु पनि जोडेका छौं इन्टरेक्टिभ बोर्डको थ्रु चाहिँ हामीले क्लासहरु सेसनहरु गर्छौं आज मैले जति पनि कुराहरु तपाईलाई भने शेयर गरे यी सबै कुराहरु चाहिँ हाम्रो डिजिटल मार्केटिङको टिम हाम्रो जेसी सर हुनुहुन्छ राकेश सर हुनुहुन्छ अलरेडी उहाँ चाहिँ मसँगै पनि आउनु भएको छ हैन त्यो हिसाबले उहाँले कामहरु चाहिँ गर्न सक्नुहुन्छ र गर्ने बनाइरहेका छौं इन्टरेक्टिभ बोर्डको थ्रु हामीले क्लासहरु गर्छौं र यी कुराहरु स्लाइड वाइज भन्दा पनि अझ तपाईहरु त्यहाँ आउनु भयो भने हामीले अझ बेस्ट तरिकाले चाहिँ दिन सक्छौं आजको नर्मली सेसनहरु क्लासहरु दिए जसरी नै हामीले नर्मली दियौं अब यसरी नै भनिरहँदाखेरिमा गराउँदाखेरिमा सबै कुराहरु चाहिँ बुझिराख्न नसक्ने अवस्था पनि हुन सक्छ त्यही भएर जिस्टमा मैले पोइन्टहरु चाहिँ थोरै जोड्छु लास्टमा अब करिब 1 मिनेटमा हाम्रो सेसनहरु भ्याउँछु स्मल थिंग्स मेक्स अ बिग डिफरेन्स भनेर मैले टिप्पणी गरेको छु हामी एभ्री स्टुडेन्टहरुलाई यी कुराहरु सिकाउँछौं हरेक व्यवसायहरुलाई यी कुरा सिकाउँछौं किनभने सानसानो कुराहरु चाहिँ महत्त्वपूर्ण हुन्छ घरको 5 तला चढ्नु पर्यो भने पनि हामी पहिला फर्स्ट सेकेन्ड थर्ड सिडी चढ्छौं त्यसैले तपाईका सानसाना कुराहरुले चाहिँ तपाईको व्यवसायमा तपाईको सफलतामा तपाई डिजिटली जाने कुराहरुमा चाहिँ महत्त्वपूर्ण योगदान गरेको हुन्छ है त्यसैले पनि यो कुराहरु महत्त्वपूर्ण छ डेली 1% इम्प्रुभमेन्ट डिजिटल रूपमा जाने अनलाइनको काम गर्ने हैन अनलाइनको रूपमा चाहिँ म व्यवसाय गर्न चाहन्छु भन्ने कुराहरु हुन्छ भने पनि डेली 1% चाहिँ एड गर्दै जानु पर्यो आज तपाईले एउटा मोबाइल चाहिँ भरौँ राख्नु भो बिक्यो भने अब फेरि यसलाई कसरी प्रमोट गर्ने भन्ने हिसाबले चाहिँ डेली सेसनमा एड गर्दै जानु पर्यो यी कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ तपाईहरुसँग सबैजनासँग मोबाइल छ यो लास्टको क्लिप चाहिँ जुम गरेर खिच्नु भयो भने पनि हुन्छ यो चाहिँ एकदम जिस्ट पोइन्ट हो है त्यसपछि गो डिजिटल संसार भरि नै है तपाई हामी मात्र हैन संसारको सबै मान्छे अहिले डिजिटली जान खोज्छ हामी प्रिन्टिङ गरिराखेको मान्छे हो हामीलाई ग्लोबली चाहिँ किन जान पर्ने थियो भन्दाखेरिमा अपडेट हुनु पर्यो आफुलाई अपडेट राख्नु पर्यो त्यो भएको भए पनि गो डिजिटल यो गभर्नमेन्टको पनि प्लान छ ढुक्क हुनुभयो हुन्छ महानगरले पनि ओडाले पनि भनौं न नेपाल सरकारले पनि यसलाई प्रमोट गरिरहेको छ र इन फ्युचर अबको टाइम भनेको चाहिँ आर्टिफिशियल इन्टेलिजेन्स रोबोटिक्स अनि सँगसँगै अनलाइनकै कुराहरु आर्टिफिशियल इन्टेलिजेन्स हामी विदेशमा भएका व्यक्तिहरुसँग हामी पढिने पनि रहेका छौं सिकि पनि रहेका छौं त्यस्तो सेसनहरु अर्को समय मिल्यो भने हामी त्यो विषयमा पनि क्लासहरु जोड्ने छौं अर्को भनेको अनलाइन पक्कै पनि फेसबुक चलाउनुहुन्छ युट्युब चलाउनुहुन्छ हैन ग्रीन सिग्नल अनलाइनका कुराहरु देखाइरहेका हुन्छन् त्यो अनलाइन फर्म चाहिँ अनलाइन प्लेटफर्म चाहिँ तपाईले चलाएर मात्रै भएन चलाएर चाहिँ माग जुवाबगलाई मात्रै धनी बनाएर भएन आफू पनि धनी हुनु पर्यो तपाईको व्यवसायलाई तपाईको पर्सनालिटीलाई पनि ग्रोथ गर्नु पर्यो यो कुरा चाहिँ एकदम इम्पोर्टेन्ट छ हामी सानसानो कुरामा एकदम नेग्लिजेन्स गरिरहेका हुन्छौं कि कतै जान्छौं फेसबुक फोटो चाहिँ हाल्छौं आफ्नो व्यवसायले प्रमोटै गर्दैनौं भनेको मतलब तपाईसँग फेसबुकमा 15-20 जना साथी छन् 4-5 हजार जना साथी छन् भने पनि तिनले त थाहा पाउँछ नि त थाहा चाहिँ दिनु पर्यो थाहा भन्ने कुरा इन्फर्मेसन भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हो अहिलेको जमानामा सबभन्दा इम्पोर्टेन्ट कुरा सबभन्दा धनी मान्छे किन हुन्छ भनेदेखि डाटा जोसँग छ उ चाहिँ धनी हुन्छ भनेको मतलब तपाईको डाटा चाहिँ अरूलाई चाहिँ भनौं न पोस्ट गर्नु पर्यो दिन सक्नु पर्यो अनि बल्ल उले चाहिँ एभरेन्स ल्याउन सक्छ
पर्फेक्ट बुक ग्रुप, पर्फेक्ट प्रिन्टर्स, पर्फेक्ट एकाडेमी। हामी स्पेसल्ली अनलाइनको सेसनहरू, अनलाइनको कामहरू गर्नलाई अहिले अलिकति हाइपली चाहिँ कामहरू गरिरहेका छौँ। यो डिजाइन बनाउनलाई, यो स्लाइड बनाउनलाई र यतिको व्यवस्थापन गर्नलाई हामीलाई सपोर्ट गर्नुहुने हाम्रै आइटी टिमको स्टुडेन्ट पनि हुनुहुन्छ, कामहरू पनि गर्नुभएको छ। हाम्रो राकेश सर हुनुहुन्छ, उहाँ सुदूरपश्चिमदेखि यस्तै कुरा सिक्न आउनु भएको। तपाईँहरू त यहीँ हुनुहुन्छ, अमर सिंह त्यहीँ हो भनेपछि यसो मेसो मिलाएर आउनुभयो भने हामीले यी कुराहरू हजुरलाई फिजिकली नै दिन्छौँ। र कहिलेकाहीँ भ्याइएन भने मेरो फेसबुक पेज छ पर्फेक्ट एकाडेमी, नवीन श्रेष्ठ छ, तपाईँले म्यासेज गर्नुभयो भने पनि हामी यस्ता कुराहरू हजुरलाई इजिली प्रोभाइड गरिदिनेछौँ। स्पेसली थ्याङ्क्स हाम्रो अध्यक्षज्यू चिन्तामणि खरेलज्यू अनि सँगसँगै इलेक्ट्रिक व्यवसायी सङ्घ समितिका सम्पूर्ण व्यक्तित्वहरू र तपाईँहरूले मेरो आवाज नम्बरी सुनेर बसिदिनु भयो। केही कुराहरू मैले टिप्पण गर्न सकेँ। 15-20 मिनटको टाइममा धेरै कुराहरू भन्न सकिँदैन र मैले समेट्न सक्ने कुराहरू चाहिँ मैले समेटेको छु। केही कुराहरू अन्य रह्यो भने पर्फेक्ट एकाडेमी, पर्फेक्ट प्रिन्टिङ सोल्युसन अनि म आफै पनि तपाईँ सामु चाहिँ हाजिर नै छु। हामीले दिन सक्ने सेवा सुविधा दिनेछौँ र यो एसोसिएसनमा म पनि आजीवन सदस्यको रूपमा रहेको छु। मेरो फर्मले पनि सँगसँगै हामीले पनि गर्न सक्ने काम सेसनहरू चाहिँ गरिरहेका छौँ। क्वेसन आएको सेसन चाहिँ सचिवज्यूले केही बोलिसक्नु भएपछि म केही क्वेसनहरू गर्नेछु। हजुरले जसले एन्सर दिनुहुनेछ त्यस पछाडि म चाहिँ यो चाहिँ नर्मली प्रदान गर्नेछु। के छ अहिले प्रदान गरिदिइहालौँ? तपाईँ बोल्नुहोस्, त्यसपछि म यहाँ क्वेसन तयार गर्छु। कतिजनालाई गराउँ?